स्वागत छ हजुर सबैजनालाई र म आएको छु आज इटाली भर्सेस नेपालको पोस्ट म्याच एनालाइसिस लिएर। हजुरहरू जसले म्याच हेर्नुभयो उहाँहरूलाई त थाहा नै छ होला इटालीले कुन लेभलको प्रदर्शन गर्यो र हामीलाई चारौं खाने चित गराएर एकतर्फी म्याचमा हामीलाई आउटप्लेड गराइदिएर शानदार जित निकाल्यो भन्ने कुरा। त्यही कुरालाई आज हामीले विस्तृत रूपमा गर्न गइरहेको छौं। यो खेलमा इटालीले यसरी प्रदर्शन गरिरहेको थियो कि जो हामीसँग कुनै 27 र्याङ्किङको टिम नभई कुनै टेस्ट राष्ट्रले नै प्रदर्शन गरिरहेको छ कि जस्तो लागिरहेको थियो। उनीहरूले त हामीलाई तीनटै डिपार्टमेन्टमा मात खुवाइदिए, फिल्डिङ, ब्याटिङ, बलिङ तीनटै डिपार्टमेन्टमा कुनै अस्ट्रेलियन टिम नै नीलो जर्सी लाएर खेलिरहेको छ कि जस्तो महसुस गराइरहेका थिए हामीलाई। त्यसैले नै उनीहरूले आज शानदार प्रदर्शन गर्दै 10 विकेटको वान साइडेड हराइदिए हामीलाई र हामीलाई यो खेलबाट आउटप्लेड नै गराइदिए। अब बुझौं खेल के कसरी अघि बढेको थियो। यो खेलमा टस भने इटालीले जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको थियो र ओपनर कुशल भुर्तेल र आसिफ शेख गएका थिए भने पहिलो ओभरमा जम्मा 1 रन मात्रै जोड्न सफल भएका थिए र तेस्रो ओभरमा कुशल भुर्तेल 10 बलमा 5 रन जोड्दै पभिलियन फर्के। त्यसपछि आसिफ शेख र रोहित पौडेलले राम्रो पार्टनरसिप गरेका थिए। त्यसपछि भने आज राम्रो टचमा रहँदै पनि फेरि ठुलो शट खेल्ने प्रयासमा रोहित पौडेल 14 बलमा 23 रन प्रहार गरेर क्याच आउट हुन पुगे। लगत्तै भने आसिफ शेख 20 बलमा 20 रन हानेर स्टेम्पिङ आउट भए। पछि ब्याटिङ गर्न आएका आरिफ शेख र दिपेन्द्र सिंह एरीले राम्रो पार्टनरसिप गर्दै नेपाललाई 92 रनको स्कोरसम्म लगाउन सफल भएका थिए। त्यसपछि भने कोलु गोमागेले फालेको उग्ली बल रिड गर्न नसक्दा दिपेन्द्र सिंह एरी 18 बलमा 17 रन हान्दै बोल आउट हुन पुगे। त्यसपछि ब्याटिङ गर्न आएका लोकेश बम पनि 4 बलमा 3 रन जोडेर क्याच आउट हुन पुगे। आरिफ शेख पनि 24 बलमा 27 रन जोड्दै क्याच आउट हुन पुगे। लगत्तै गुलशन झा पनि 4 बलमा 3 रन प्रहार गर्दै लङ अन तर्फ क्याच आउट हुन पुगे। एक समय नेपालको 93 रनमा 3 विकेटको स्थितिबाट बीचमा कोल्याप्सै भएर 102 रनमा 8 विकेट गइसकेको स्थिति थियो। त्यसपछि सन्दीप लामी छानेर करण केसीले अलिकति रन सर्न सफल भए र अन्तिम ओभरमा एउटा चौका एउटा छक्काको मद्दतले करण केसीले 11 बलमा 18 रन जड्न सफल भएर त्यसपछि भने 123 रन पुर्याएर नेपालले इटालीलाई 124 रनको लक्ष्य दिन सफल भयो। नेपालका ब्याट्सम्यानहरूले आज राइट शट सेलेक्सन गर्न नसक्दा विकेट गुमाउन पुगेको थियो। हालाकि आरिफ शेख, रोहित पौडेलहरू राम्रो टचमा देखिन्थे आज र उनीहरूले राम्ररी जमिसकेको अवस्थामा पनि शट सेलेक्सन नगर्दाखेरि क्याच आउट हुन पुगे र नेपालले भनेको जस्तो टार्गेट दिन सकेन। आज नेपालको ब्याटिङ युनिट यतिसम्म कोल्याप्स भयो कि उता इटालीको बेन्जामिन मेन्नाटी जुन कि अफ स्पिनर हुन् उनले 4 ओभरमा मात्र 9 रन दिएर 2 विकेट निकाले। त्यस्तै अर्का स्पिनर क्रिस कोलु गोमागेले 18 रन दिँदै 3 विकेट लिए जुन पछि म्यान अफ द म्याच पनि भए। 124 रनको लक्ष्य पछाउन मैदानमा उत्रिएका इटालीको टिमबाट मुस्का दाजुभाइको जोडीले नेपालका टिम विरुद्ध यसरी प्रदर्शन गर्यो कि 12.4 बलमा नै लक्ष्य हासिल गरे। जस क्रममा लेफ्टी ब्याट्सम्यान जस्टिन मुस्काले 44 बलमा 60 रन जोडे भने अर्का राइट ह्यान्डेड ब्याट्सम्यान एन्टोनी मुस्काले 32 बलमा 60 रनको इनिङ खेले। नेपालको तर्फबाट भने दिपेन्द्र सिंह एरीले 3.4 ओभरमा 24 रन दिए भने कुशल भुर्तेलले 2 ओभरमा मात्र 15 रन दिए। बाँकी रहेका बोलर भने 10 को रन रेट भन्दा माथिको रन दिएका थिए। अझ ललित राजवंशीले त 1 ओभरमै 19 रन खर्चिएका थिए। यसरी नेपालले आजको गेम सायद ब्याड डे भएको कारणले नै कुनै पनि डिपार्टमा राम्रो गर्न सकेन। अझ भनौँ बोलिङ डिपार्टमेन्टमा त उसलाई लड्नको लागि राम्रो लक्ष्य पनि थिएन होला हातमा, त्यही भएर पनि बोलरहरूले केही पनि गर्न सकेनन्। अझ भनौँ एउटा चान्स समेत क्रिएट हुन सकेन। त्यसकारणले पनि हामीले वान साइडेड
लज्जास्पद हारै बेहोरेका हौँ। जुन हिसाबले इङ्ल्यान्डको विरुद्ध खेलेर हाम्रो छाती चौडा भएको थियो, हारको बावजुद पनि आजको गेममा भने त्यो सबै खेर गएको जस्तो फिल भएको छ। यद्यपि नेपालले अझै यो टुर्नामेन्टमा 2वटा गेम खेल्न बाँकी रहेको छ, एउटा वेस्ट इन्डिजसँग, एउटा स्कटल्यान्डसँग। आशा गरौँ ती खेलहरूमा नेपालले राम्रो प्रदर्शन गर्नेछ र अरू टिमले पनि 2वटा मात्रै विन गरेनछन् र नेपालले अघिल्लो राउन्डमा प्रवेश गर्न पाउनेछ। र त हजुरहरूलाई आजको नेपालको गेम कस्तो लाग्यो? नेपालले कुन डिपार्टमेन्टमा धेरै गल्ती कमजोरी गर्नको कारणले गर्दा हामीले यसरी म्याच हार्न पुग्यौँ, त्यो कमेन्टमा लेख्न नबिर्सनु होला। र अझै पनि हजुरहरूले यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न नभुल्नु होला र अन्तिमसम्म भिडियो हेरिदिनु भयो। हजुरहरूलाई धेरै धेरै धन्यवाद। अर्को भिडियोमा भेटौँला। हस्त नमस्ते।